उत्प्रेरणाका सिद्धान्तहरू लेख्नुहोस् भन्यो भने के लेख्ने? विशेष गरी थियोरी अफ मोटिभेसनलाई हामीले दुईटा टाइप्समा डिभाइड गरेर हामीले हेर्न सक्छौँ। एउटा कन्टेन्ट थियोरी भन्ने हुन्छ, अर्को प्रोसेस थियोरी भन्ने हुन्छ। कन्टेन्ट थियोरी भनेको चाहिँ यसमा त्यस्ता सिद्धान्तहरू पर्दछन् जसले चाहिँ फ्याक्टर्स अफ मोटिभेसनलाई बढी जोड दिएको पाइन्छ। अर्थात् कर्मचारी कुन तत्त्वको कारणले उत्प्रेरित हुन्छ भन्ने मान्यतालाई चाहिँ वकालत गर्दै बनेका सिद्धान्तहरू यस अन्तर्गत पर्दछन्। जस्तै भन्नुहुन्छ भनेदेखि अब्राम मास्लोको निड हायरार्की थ्योरी पर्यो यसमा। त्यस्तै गरेर एल्डरफर्डको इआरजी थ्योरी, एक्जिस्टेन्स, रिलेटेडनेस एन्ड ग्रोथ भन्छ। त्यस्तै गरेर फ्रेडरिक हर्जबर्गको टु फ्याक्टर थ्योरी भन्ने छ। त्यस्तै गरेर म्याक्लेल्यान्डको निड थ्योरी भन्ने पनि छ। अब अर्को भनेको प्रोसेस थ्योरी। प्रोसेस थ्योरी भनेको चाहिँ प्रक्रियामा आधारित सिद्धान्तहरू, जस्तै कर्मचारी कुन प्रक्रियाबाट चाहिँ उत्प्रेरित हुन्छन् भन्ने मान्यतामा आधारित सिद्धान्तहरू यसमा पर्छन्। जस्तै यस अन्तर्गत पर्ने सिद्धान्तहरू भनेको एडमको इक्विटी सिद्धान्त भन्छ। त्यस्तै गरेर लकेको गोल सेटिङ थ्योरी भन्ने पनि छ। त्यस्तै गरेर बिएफ स्किनरको रिइन्फोर्समेन्ट थ्योरी पनि यसैमा पर्छ हैन। त्यसपछि हाम्रो म्याकग्रेगरको थ्योरी एक्स एन्ड थ्योरी वाई भन्ने पनि यसैमा पर्छ। भिक्टर ब्रुमको एक्सपेक्टेन्सी थ्योरी भन्ने पनि यसैमा पर्छ। यसभन्दा बाहेक तपाईँले बन्डुराको थ्योरी, सेल्फ इफिकेसी थ्योरीहरू पनि यसमा राख्न सक्नुहुन्छ। त्यस्तै गरेर अब उत्प्रेरणाको नवीनतम अवधारणा भनौँ भने चाहिँ क्याफेटेरिया मोटिभेसन म्यानेजमेन्ट, त्यस्तै गरेर रचनात्मक अनुशासन, फ्लेक्सिबल टाइम वर्किङ अथवा फ्लेक्सिबल वर्किङ, डिस्टेन्स वर्किङ जस्ता कुराहरूलाई जोड दिन सक्नुहुन्छ।